साथीहरु यो चाहिँ एकदम ठुलो मल रे के यो चाहिँ विश्व वर्ल्डकै कति मसिनो मसिनो माछा मसिनो त के भन्नु यत्रो ठुलो माछा यो माछाको नाम के हो रे नाइट भ्यू चाहिँ खतरा देखेछ है साथीहरु नाइट भ्यू चाहिँ खतरा देखेछ हेलो नमस्ते जोडले स्वागत छ सम्पूर्णमा म दिपा मगर आइसके हजुरहरुलाई स्वागत छ मेरो अर्को भिडियोमा अनि आज चाहिँ हामी घुम्न जान लागेको हैन उता बुर्ज खलिफातिर घुम्न जान लागेको आज भ्यालेन्टाइन डे हो नि त सबैजनालाई ह्यापी भ्यालेन्टाइन डे प्रेम दिवसको शुभकामना है त साथीहरु हामी अब घुम्न जान लागेको हैन हेर्दै गर्नु होला हामी कहाँ जान्छौं के गर्छौं हामी चाहिँ अहिले यहाँ गाडीको वेटिङमा छौं गाडी कुरेर बसेको गाडी चाहिँ कतिखेर आउने हो थाहा नै भएन है त साथीहरु हेर्दै गर्नु होला हामी चाहिँ कहाँ जान्छौं के गर्छौं सबै हजुरहरुलाई देखाउने छौं है त अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला घरबाट चाहिँ हतार हतार गाडी छुट्छ भनेर आएको यहाँ आएपछि चाहिँ गाडी नआएर तनाव अब आउँछ होला म त के साह्रो मोटी देखेको छ्या है ल मेरो बुढो क्या ह्यान्डसम देख्यो यार हेर्नु न कस्तो दामी दामी फुलहरू छ भने कस्तो दामी दामी फुलहरू छ गाइस लोभै लाग्दो हेर्नुस् हामी चाहिँ अब बुढाबुढी जाँदैछौँ घुम्न टक्क लाएर हैन मेरो बुढो ह्यान्डसम भएर हिँडिरहेछ किन हो कुनि हामी चाहिँ यहाँ मेट्रो स्टेसनमा आइसक्यौँ हैन सेन्ट्रल पोइन्ट मेट्रो स्टेसन अब यहाँबाट मेट्रो चढेर चाहिँ जानुपर्ने हुन्छ बुर्ज खलिफातर्फ यहाँ चाहिँ ब्यालेन्स हाल्ने काम हुँदैछ धम्माधम कार्डमा हैन कति हालेको हामी चाहिँ दुबई मलमा आइसक्यो है अब जाँदैछौँ टक्क हिँडेर जिन्दगानी दर्पण हामी चाहिँ टक्क यहाँबाट जाने हो हैन बुर्ज खलिफा जानलाई दुबई मल अनि त्यसपछि बुर्ज खलिफा साथीहरु हामी चाहिँ फेरि यहाँ पनि नो अलाउड भन्ने हो कि है कस्तो दामी छ क्या क्या दामी छ क्या ल हेर्नु सबै सरर यहाँ मुनि पनि मान्छेहरू हिँडिरहेको छ यतातिर पनि छ सपहरू यतातिर पनि छ यो चाहिँ एकदम ठुलो मल रे के यो चाहिँ विश्व वर्ल्डकै टप मल रे हैन दुबई मल कत्रो ठुलो छ के दिनभरि हिँडेर पनि भ्याउँदैन हो कहाँ हो हामी त हिँडिरहेछौँ यत्तिकै अब के हो यो तल यो पनि सप नै हो दामी छ त माथि चाहिँ यस्तो छ जाम कताबाट जाने हो बुर्ज खलिफा जाम भनेको हिँड्दा यो दुबई मल घुम्दै रात पर्ला जस्तो साथीहरु के गर्ने अब यस्तै छ हिँड्दै रात पर्ने भयो कतै हिँड्नु भोक लागिसक्यो अरू भन्दा नि हतारमा खाना नखाइकन हिँडेको अब अहिले भोक लागिसक्यो के गर्नु यस्तै छ त्यस्तै गाडीमा घुम्नु पर्ने के सरर लाएर कति महँगो लिन्छ होला है पैसा 250 सबै ठाउँमा घुमाइदिन्छ ए कुन माछा हो यो कति मसिनो मसिनो माछा मसिनो त के भन्नु ल यत्रो ठुलो माछा यो माछाको नाम के हो रे मिर्चु
सर्लक कसरी देखाउनु कस्तो दामी दामीको छ क्या यहाँ चाहिँ यस्तोमा त हामीले सपिङ गर्न नि सक्दैन होला हौ है टक्क लाएर वाउ साथीहरू देख्न सक्नुहुन्छ यतातिर चाहिँ कस्तो दामी दामी सपहरू छ टक्क यहाँ चाहिँ हाम्रो काठमाडौँको रत्नपार्कमा जस्तै बसिरहेको हुन्छ मान्छे बोलाउनलाई हामी चाहिँ यहाँ साथीहरूलाई कुर्दै बसेको नआएर तनाव भइसक्यो रात परिसक्यो घर जानुपर्ने कता कुन साइडमा छ र के भयो घरिघरि कस्तो गोरी देखिन्छु फेरि घरिघरि काली देखिन्छु साथीहरू हामी चाहिँ बुर्ज खलिफाको अगाडि आइसक्यौँ देख्न सक्नुहुन्छ बुर्ज खलिफा अब घर फर्किन लागेको होइन बल्ल बल्ल कति बज्यो अहिले 9 बजिसक्यो होइन घुम्दा घुम्दा दिनभरि म चाहिँ यो भिडियोलाई यहीँ एन्ड गर्न चाहन्छु साथीहरू सबैजनाले मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला किन भागेको ए साथीहरू बाई बाई अब अर्को भिडियोमा भेटौँ न है त अर्को भ्लगमा के भन्नुहुन्छ मेरो युट्युब च्यानलको साथीहरूलाई भनिदिनु नि त लाइक सेयर सब्सक्राइब अनि गरिदिनु होला